हेलो गाइज गुड मर्निङ वेलकम टु माई अनदर मिनी ब्लग। आज चाहिँ हाम्रो एनिभर्सरी हो। हाम्रो चाहिँ आज 8 इयर्स एनिभर्सरी। अस्ति भर्खरै बिहे गरे जस्तो लाग्छ, कति छिटो 8 इयर्स भइसक्यो। अनि आजको एनिभर्सरीको दिनमा चाहिँ हामी दुईजना सँगै डे स्पेन्ड गर्ने भनेर बिहानै रेडी भएर अनि दुईजनाले रेड कलरको ड्रेस लाएर बसिरहेको छौँ। अनि म चाहिँ मेरो गिफ्ट फ्लेक्स गर्दै आज गिफ्ट लगाउँदै मेरो नयाँ नयाँ घडी विथ ज्याकेट अनि त्यसपछि ब्रेकफास्ट खानतर्फ लाग्दैछौँ। अनि हामी दुईजना चाहिँ हाम्रो थोरै फिट चेक गरौँ न त भनेर अनि फिट चेक गर्नतर्फ लाग्यो। अनि मेरो हस्बेन्ड चाहिँ क्यामेरा साई हुनुहुन्छ अनि गर्न मान्नुहुन्न। मैले चाहिँ प्लिज यहाँ आऊ भनेर उसलाई बोलाइरहेको छु। अनि फाइनली हामी चाहिँ फिट चेक गऱ्यौँ हाम्रो। अनि त्यसपछि हामी ब्रेकफास्ट गर्नतर्फ लाग्यौँ। अनि हामी चाहिँ दाइको क्याफेमा पुग्यौँ, डल्फिन क्याफेमा। अनि त्यसपछि कफी र ब्रेकफास्ट अर्डर गऱ्यौँ। अनि हामीले चाहिँ ब्रेकफास्ट इन्जोय गऱ्यौँ दाइकोमा। अनि त्यसपछि थोरै भ्यू इन्जोय गऱ्यौँ अनि थोरै भिडियोहरू बनायौँ। अनि त्यसपछि चाहिँ म चाहिँ काममा बिजी भएको भएर मैले चाहिँ मेरो हस्बेन्डको लागि गिफ्ट किन्न भ्याएको थिइनँ। अनि त्यही भएर हामी चाहिँ गिफ्ट किन्नतर्फ लाग्यौँ। धन्य मेरो मोबाइल खसेको। अनि त्यसपछि चाहिँ हामी यहाँ मैले भिडियो गर्दै ओके आज के किन्छौ भनेर हामी चाहिँ प्राउड्सतर्फ लाग्यो। अनि मेरो हस्बेन्ड चाहिँ वाच अब्सेस्ड मान्छे, अनि खाली घडी मात्र किन्नुपर्छ। अनि त्यसपछि मैले चाहिँ मेरो हस्बेन्डलाई घडी गिफ्ट गर्नतर्फ लागेँ। अनि त्यसपछि हामी चाहिँ घडी चुज गर्दैछौँ। फाइनली हामीले चाहिँ घडी चुज गरेर मैले चाहिँ पे गरेँ। अनि हामी गिफ्ट पाएर मेरो हस्बेन्ड चाहिँ मुस्कुराएर हाँसेर रमाउँदै बसिरहनु भएको छ। अनि त्यसपछि हामी दुईजना चाहिँ केमार्टतर्फ लाग्यौँ। अनि मेरो हस्बेन्डले चाहिँ मलाई हिजो रोज गिफ्ट गर्नुभएको थियो एनिभर्सरीको। अनि त्यसपछि हामीले केमार्टमा चाहिँ सेल लगाएको रहेछ। अनि 2टा टी सर्ट लिएँ मैले मेरो र मेरो बहिनीको लागि। अनि त्यसपछि चाहिँ फाइनल्ली हामीले चाहिँ क्यान्डलहरू किन्नतर्फ लाग्यौँ, किनभने थोरै हाम्रो इन्भाइरोमेन्ट पनि धेरै मिठो बास्ना आओस् भनेर हामीले चाहिँ क्यान्डल हेर्नतर्फ लाग्यौँ। अनि त्यसपछि भास किन्यौँ बोवाला। अनि त्यसपछि हामी चाहिँ फेरि कटन धर्नतर्फ लाग्यौँ। अनि त्यसपछि यहाँ मेरो रेडी भयो। अनि हामी थोरै सपिङ गरेर घर आयौँ। अनि मेरो हस्बेन्डले चाहिँ मेरो फुलहरू रेडी गरिदिनु भयो। अनि फाइनली हामी चाहिँ अर्को ड्रेसअप चेन्ज गरेर सिडनीतर्फ जाँदैछौँ। अनि सिडनीमा चाहिँ मैले डिनर बुक गरेको थिएँ मेरो हस्बेन्डलाई सरप्राइज गर्दालाई। अनि मेरो नयाँ नयाँ घडी फ्लेक्स गर्दै हामी रेडी भएर मेरो हस्बेन्डलाई रेडी हुन लगाएर ह्यान्डसम बनाएर अनि हामी चाहिँ डिनरतर्फ सिडनी लाग्यौँ। मेरो हस्बेन्ड चाहिँ मेरो नयाँ घडी गिफ्ट फ्लेक्स गर्दै अनि रेस्टरुममा हामी चाहिँ लङ ड्राइभ गरेको भएर अनि फाइनली हाफ टाइममा चाहिँ हाफ वेमा चाहिँ हामीले रेस्टरुममा एकछिन रोक्यौँ। अनि त्यसपछि फाइनली हामी गएर छिटो ड्रेस चेन्ज गरेर अनि त्यसपछि ट्रेन समातेर हाम्रो कार चाहिँ ग्रान्डविलमा पार्क गरेर ग्रान्डविल स्टेसन साइडमा अनि हामी चाहिँ रेडी भएर ट्रेनमा सिटीतर्फ जाँदैछौँ डिनरको लागि। अनि फाइनली हामी चाहिँ बहिनीहरूसँग भेट भयो। अनि हामी यहाँ इन्जोय गर्दैछौँ अब हाम्रो डिनर के खाने त भनेर सोचिरहेको छौँ। मेरो हस्बेन्ड चाहिँ खुसीले गदगद भएर फाइनल्ली हामीले चेस गऱ्यौँ। अनि हाम्रो डिनर इन्जोय गऱ्यौँ। एनिभर्सरीमा चाहिँ फ्यामिलीसँग सेलिब्रेट गर्नुको मजा नै छुट्टै छ होइन त। अनि त्यसपछि चाहिँ अनि रमाइलो भयो। यो चाहिँ अनएक्सपेक्टेड थियो, त्यही पनि कस्तो रमाइलो शान्त विथ फ्यामिली स्विट क्युट अनि स्मल सेलिब्रेसन गऱ्यौँ हामीले चाहिँ हाम्रो 8 इयर्स एनिभर्सरी। अनि त्यसपछि दुईजना हामी खुसी भएर आज त हामी त दुलै हो नि त फेरि। अनि राम्रो भएर कपडा लगाएर अनि इन्जोय गऱ्यौँ। अनि त्यहाँको डिनर पनि मिठो थियो। हामीले चाहिँ धेरै खानेकुराहरू अर्डर गरेको थिएनौँ, किनभने हामीले सेयरिङमा अर्डर गरेको तर खानाहरू धेरै नै आएको थियो। अनि त्यसपछि त्यही भएर द्याट सुड बी इनफ फर अस भनेर हामीले चाहिँ गम खायौँ। अनि त्यसपछि अब चाहिँ हामी घरतर्फ जान लाग्दैछौँ। अनि ब्युटिफुल फ्लावर मेरो बहिनीहरूको तर्फबाट गिफ्ट। अनि हामी चाहिँ टक हिँड्दै अब डिनर इन्जोय गरेपछि थोरै सिटी पनि इन्जोय गरौँ भनेर सिटी इन्जोय गरेर हामी चाहिँ घरतर्फ लाग्यौँ। सी यू इन माई नेक्स्ट ब्लग, बाई।